नमस्कार। जापानमा बस्ने अभिभावकहरूको लागि एउटा एकदमै ठूलो र खुसीको खबर आएको छ। अब जापानका सरकारी स्कुलमा पढ्ने बच्चा-बच्चीहरूको लागि क्युसुकु अर्थात् स्कुलको खाजा निशुल्क हुने सम्भावना बढेको छ। यो निर्णयले कस-कसलाई फाइदा हुन्छ, यसको पूर्ण जानकारी हामी दिनेछौँ। यो भिडियो जापानमा बच्चा-बच्ची हुर्काइरहनुभएका सबै प्यारेन्ट्सलाई सेयर गरिदिनु होला र ताजा अपडेटको लागि हामीलाई फलो गर्न नबिर्सनु होला। समाचारका अनुसार जापान सरकारले अब पब्लिक एलिमेन्टरी स्कुलको खाजा खर्च अर्थात् सामग्रीको पैसा आफैले बेहोर्ने तयारी गरिरहेको छ। यसको सिधा अर्थ के हो भने आमा बुबाले आफ्नो बच्चा-बच्चीको लागि स्कुलको लन्चको लागि महिना पैसा तिरिराख्नु पर्दैन। अहिलेसम्म कुनै सिटी वा वार्डले मात्र फ्री गरेका थिए भने अब केन्द्र सरकारले नै यसको जिम्मा लिने भएको छ। महँगीले आकाश छोएको बेला सरकारको यो निर्णयले हजारौं नेपाली सहित विदेशी र जापानी परिवारलाई ठूलो राहत दिने पक्का छ। अन्त्यमा तपाईहरुलाई हाम्रो प्रश्न, अहिले तपाईको बच्चाको स्कुलको क्युसोकुको लागि महिनाको कति पैसा तिर्नुहुन्छ? 3000, 4000 वा त्यो भन्दा बढी? कमेन्टमा लेख्नु होला। अर्को अपडेटको साथ हामी फेरि आउने नै छौं। हस्त नमस्ते, थ्यांक यू सो मच।